बेसरी धौ भयो क्या मामालाई भेरीको माछा 500 रुपियाँ किलो भन्छन् त्यस्तो टाढो छ हजुर नहेर्नु त यो उकालो ओह्रालोमा यो ठाउँ गएर पानी हिँड्नुपर्छ घाम पानी नभनेर ठुला बडा भनाउँदाहरू माछा बेच्नु गयो नि 500 रुपियाँ किलो भन्छ भेट्नु कम्ती टाढो छ यो माछा त्यसै ट्यापपट्टि लिएर आएको गर्नुपर्छ एकदम पानी घाम टाढै टाढो छ ल 4-5 घण्टाको यात्रापछि हामी अब आफ्नो गन्तव्यमा लगभग पुगिसकेका छौँ। यहाँ अङ्कल हुनुहुन्छ हाम्रो अब यहाँ माछाको लागि व्यवस्था हुँदैछ। यहाँ हाम्रो मामा यो के भन्दैछ बनाउन लाग्नु यो अब हामी बिहान करिब 8 बजे हिँडेको 8 बजे हिँडेकोमा अहिले यहाँ कति बजे 3 बजे होला 3:30 भयो यतिखेर यहाँ आयौँ यो हाम्रो यो ड्राई फ्रुटहरू लिएर आएको थिएँ नास्ता खाँदैछौँ भर्खर हामी बस्ने ठाउँमा हामीहरू बस्ने ठाउँमा आयौँ हिउँनी छ आज हाम्रो यो लुगाहरू सुकाएछौँ अब हाम्रो यहाँ लिएर कपडाहरू बिस्तराहरू हाम्रो एकछिन नास्ता खाएर फेरि आफ्नो कामतिर लाग्नेछौँ। अहिले 4:30 भइसकेको छ। हामी चाहिँ यहाँ बेलुकाको तरकारी माछा सफा गर्दै हुनुहुन्छ मामाले। त्यस मामालाई भन्नु अब 2-4 शब्द। अब ठिक छ अब यो माछा अब तरकारीको लागि खाँचोको लागि खानै पर्यो 25 करोडको माल तरकारी पुरा 25 करोडको माल छ है यहाँ चाहिँ पुरा अस्ट्रेलियाबाट इम्पोर्टेड सिधै अस्ट्रेलियाबाट इम्पोर्ट गरेको हो यो चाहिँ हाम्रो यो अमेरिकातिरबाट होला यो ठुलो छ यो हल्का ठुलो छ यो क्र्याब भन्छ यसलाई क्र्याब आइसकेको छ फेरि वाकीटकीमा पुरा वाकीटकी पनि छ है फेरि हाम्रो यहाँ पुरा फोन गरिदिने हो यहाँबाट त्यो पनि फेरि उहाँ दुबईको राजाले पठाइदिएको सिधै होम डेलिभरी हानिदिएको दुबईको राजाले कतारको राजाले गिफ्ट दियो अरे ल सब माल मेटेरियल पुरा इम्पोर्टेड फ्रम फरेन कन्ट्री हो हाम्रो बल्छी छोड्ने काम भइरहेछ। सारो हालेर बल्छी छोड्ने बल्छी यहाँ बिचैमा पुरै माल पाक्दैछ है यहाँ त्यो पुरै आगो बल्छ त मामा कहाँको सेफ हो क्या हजुर कहाँको मलेसियाको सेफ हो मलेसिया ओस्टेन होटल 3 years old एक्सपिरियन्स बबालै छ है यहाँ माछा फेरि छ सहर माछा गर्दी माछादेखि लाएर सबै छ यहाँ फेरि हल्का बङ्गेडाहरू पनि छ होइन मामा यो हाम्रो बङ्गेडा हो यो छुट्टै फ्राई हुँदैछ यो छुट्टै फ्राई हो यो छुट्टै व्यवस्था छ फेरि यस्तो छुट्टै व्यवस्था छ यो बङ्गेडा फेरि अति स्वास्थ्यको लागि धेरै राम्रो क्या यो गर्मीमा के फाल्छ गर्मीमा घाम फाल्ने भन्ने हाम्रो पुरानो बाबुबाजेको पालादेखि हाम्रो यस्तो भन्ने कुरा छ चलनचल्तीमा घाम फाल्ने एकदम राम्रो हो गर्मीमा यस्तो सुप खाने एकदम राम्रो तनक्क बान यस्तो सुप ल है त त्यसो तनक्क पार्नुपर्छ यो अब हामीले यहाँ टनक्क पार्दैछौँ यस्तो सुप
ल हेर्नु होला है सबैले ल। लामो समयको अन्तरालपछि हामीले यहाँ अब खानपिन कार्यक्रम सञ्चालन भइरहेको छ। हाम्रो हेडसेप यता हुनुहुन्छ सिधै मलेसियाबाट मगाएर ल्याएको 25 करोडको हेडसेप 5 दिनको लागि मात्र। हाम्रो दुईजना अङ्कल दादा यता चाहिँ म छु होइन। अब यहाँ आएको लाएर भात सात ल दनक्क दिनु पर्यो काम गरेपछि होइन। गाग्री गाग्री सब छ सबै छ ल ल ल अब हानमै हामी पनि लामै काटेको ठुल्ठुलो माछा जिरालो भयो मलाई लाग्छ मसिनै एउटा ठुलो भयो तिन पावर मार्नु पर्ने भयो फाल्नु छैन माछा नि फाल्नु छैन एकछिन नाच्नु पर्यो पावर मारी मारी खाएको त माया नलागेको चोरेको माछा खानु त भाइ यहाँ नहुन्छ कोचाके खान्न क्या म थाहा छ लाउनु हामी झोल खान्छौ झोल अलिकति यही हो खाना ठिकै छ घुम्न आएको नि ठिक घुम्न आएको नि बाख्रा भोलि दिउँसो टुर घुमाएर माछा बिहानै जाने अरे बिहान जाने अरे माछा भिडियो बनाउनु जाने माछा त कहिले खान्न होला भान्जा तरकारी खाऊ है माछा पनि खानु एउटा माछा खानु हुन्न क्या अयो मलाई न्यावर भान्जाले तीर्थ घुमाइदिए बाबु साहेब हुन्थ्यो स्वास्नी बोटाले भोलि पवनको भाग पक्को बसाल्नु फेरि लत्ता लुतो होला पवन भोलि हामीसँग जाने नानी नानी खानु गयो कोही बेला त पावर तो मन जाने बहुत काम भयो बाथा मेरा बहुत पानी में बसेर खानु आरामसँग मजा आयो आधा आङ पानीमा जाने राजस्थानी आम्ही कोण लावलाय का 0 only 11 बाव नरेन्द्रको एउटा साथी आएको थियो पहिला हाम्रो घर मरेको साथी अरे नरेन्द्रको ए नरेन्द्र माछा खाएर गुई माछा गनाए पिसाई माछा गनायो भने हो त्यस्तो बनाइदिनु पर्छ भान्जा पिसाई माछा गनाए झोल खाऊ भान्जा दुईटा लोखर लोखर माछा चाहिँ खाऊ गडा यार कोही नखालो न यार यसरी माछा नखाले भए हुन्थ्यो नरे
मेरा खाने म त दुईटी खानेवाला मात्रै अब यहाँ राति राति हामी माछा मार्नलाई पुरा बत्ती बालेर पुरै सेतो छ म तान्छु है दादा पुरै सेतो छ माछा त पुरा सेतै छ रातिको अहिले कति बज्यो 8 बज्यो 8:30 हुन्ला अब हेरौँ है माछा कतिको छ एउटा त्यहाँ लागिसक्यो पुरा सेतै छैन मामा पुरा सेतै रहेछ है पुरै माछा राखायो मामाले चारोहरूलाई पुरै मारिदिनु भयो कि भविष्यको चारोहरू हेर त माछा अलि अगाडि देखाउनु त हो त्यहाँनिर पुरा होइन मामा सेतै छ त यो त पुरै माछा फुला परेको अवस्था फुला भाग्य रहेछ त्यो एउटाको पुरै माछा पुरै हेर त पुरै सेतै छ त मामा सही ठाउँमा लाउनु पर्यो है अब पुरा राति छ है अब यहाँ चाहिँ हाम्रो सुत्नको लागि हल्का टेन्ट रेडी हुँदैछ मजाको टेन्ट छ होइन च्याट परेको यहीँ सुत्ने हो अहिले मजाले टेन्ट छ खुल्ला आकाश करिब 8 बजिसकेको छ 8:30 होइन ठुलै छ त सानो र हो अहिले यहाँ 9 बजे 9:30 10 बज्नु 9 बज्नु 9:30 बजिसक्यो माछाले हल्का हलचल देखाए जस्तो भइरहेछ अवस्था के छ अवस्था ल के छ अहिले हेरौँ है हामी एकछिनमै ल है छ ल है मैले विचार गरौँ न कस्तो आयो पाटेको छुँदै कि अगाडि छ ल है माछा है 9:30 बजे पहिलो एउटा तानेको अब मजाले ल है अङ्कल रेडी ठेड माछा मरिसकेछ फर्स्ट माछा मरिसकेछ अङ्कल कडा पहिलो माछा ल कङ्ग्रेचुलेसन ल बधाई छ है हो ल अङ्कल ल कडा माछा ल पहिलो माछा मरिसकेको छ
पुरा यस्तरी बल्छी हुनेछ कडा छ है ल पहिलो माछा लगभग 15 किलोको 10-15 किलोको माछा पहिलो माछा मरिसकेको छ हाम्रो होइन मामा के छ हजुरको एकदम गुड छ हाम्रो सफल भएको छ एउटा हाम्रो योजना मिसन अहिले भर्खर हामी खाना खाएर करिब हामी 9 बजे कति बज्यो 9 बजे अन्तरालमा एउटा माछा मार्नु सफल भयो नि त धेरै खुसी लागिरहेछ धेरै खुसी लागिरहेको छ अब के गर्ने ठिकै छ एउटा मारियो अब यस्तो 10-12वटा तान्नुपर्छ होइन हामी 10-12 तान्नुपर्छ अङ्कलको के छ अनुभव ल एकदम ठिक छ ठिक छ रमाइलो लागिरहेको छ रमाइलो नभए कस्तो माछा है मैले पहिलोचोटि अनुभव गर्न पाएँ यस्तो ल दौङ गऱ्यौ धेरै खासै हलचल त गर्दो रहेछ त आउँदो रहेछ ए ल हातले छोइदिउँ हल्का आहा मजा आएको छ यार यो त किन जान्छौ साइला दाइ हङकङ र मलाई आहा अति सुन्दर स्वर यस्तो सुन्दर स्वर ल्याएर हामी माछा मार्ने ठाउँमा दादा र अङ्कलको पर्खाइमा बसिरहेका छौँ मामाको मिठो गीत आइरहेको छ यहाँ हामी मजाले सुनिरहेका छौँ माथि जाम होइन ल अहिले हामी बाटोमा गीत सित गाउँदै रमाइलो गर्दै मजाले जाँदैछौँ ल हेर्नु होला है यस्तो ठाउँ छ बाटो गाह्रो छ हामीलाई त्यो उसले गर्थ्यो नि एउटा के अरे मुखले गीत उ बजाउने के हो त्यसको नाम भुम्पुक जाम्ला सँगै बसौँला क्यामेराले सेल्फी खिचौँला भुम्पुक ल यस्तो रमाइलो हाम्रो धेरै नै हुनेछ अहिले भिडियोमा यस्तो छ अब हाम्रो माथिबाट बल्छी तान्न जानुभएको छ दादा र अङ्कल उहाँहरूलाई कुरेर बसिरहेका छौँ हामी अहिले यस्तो ठाउँ छ यहाँ ढुङ्गा हाम्रो पुरा पाखामा हिँड्ने होइन मामा सानैदेखि हजुर पुरै भिर पाखामा मजाले चढ्न सक्ने हाम्रो मामाको क्षमता रहेको छ तपाईहरु राम्रोसित हेर्न सक्नुहुन्छ मजाले यहाँबाट त्यहाँ माथि पुगिसक्नु भएको छ ल पुरै माथि पुगिसक्नु भएको छ ल म चाहिँ तल नै छु सिनमा हेर्दै गर्नु होला हामी अरु दृश्यहरु देखाउने छौं माछा अहिले मारेर आउँदै हुनुहुन्छ दादा अंकलहरु एकैछिन पछि हामी त्यो पनि हजुरहरुलाई देखाउने छौं अहिलेको लागि बिदा हौं है त लामो समयको पर्खाइपछि अंकल र दादाहरु आइसक्नु भएको छ माछा ल्याएर मजाले देख्न सक्नुहुन्छ हजुरहरु अब हामीले माछाको भिडियो देखायौं कताबाट आम म ल ल ताजा अपडेट दिनु त मामा के छ ताजा अपडेट अहिले हिजो हामी लगतै आएर यहाँ बल्छी थाप्ने काम भइरहेको थियो अहिले रातभरि बल्छी थापेर बिहान अहिले बल्छी तान्दाखेरि हाम्रो अहिले तीनवटा एउटा यो दुईटा तीनटा पुरा हैन फेर माछा लागेको छ भोजमा झन् यसलाई सर्लटको पारेर कस्तो हो कि हेर्दा पनि यहाँ डर लाग्दो इमेल फोन गरेछ एउटा त यहाँ छ त फेरि माछा छिर्दै दिनु भनेर अंकल चारवटा थियो
चावटा अरे माथि पनि ल्याएको हाम्रो म्यानेजर सरले पनि के बोलिदिनु त माछाको म्यानेजर सर कसरी मार्नु भन्दा नि कस्तो थियो कि अवस्था त्यहाँको हल्का रिपोर्टिङ हल्का भन्नु न कतिवटा लगायो नि तपाईँले त्यति दादा अङ्कल भन्नु त हल्का रिपोर्टिङ कस्तो यसो ठेर तान्नेमा यसो मजा आइरहेको थियो हो जाइरहेको थियो पुरै कस्तो बहुत पावर लगाएको थियो ट्रेडले अलिक पावरै लगाएको थियो ठेरले ओहो पावर अलिक ठुला भयो लगभग 20 किलो 25 किलोका कारणले गर्दा अलिक पावर बढी लाग्यो होइन छोड्दै तान्दै ओ माई गड के हो कहाँ यहीँ छ यहाँ छ एउटा फेरि पुरा भर्खरै तान्न लागिरहेको छौँ हामीले अर्को फेरि यहाँ छोडिसकेको छ अहिले यहाँ दुईटा चलाउन ल्याएको छ मलाई भेटिदिएर दुईटा ठेल्ने मैले यहाँ दुईटा समातिरहेको छु यहाँ दुईटा छन् यहाँ दुईटा छ नै सबै गरेर चाडा गरेर 60-70 किलो होला 75-80 किलो जति होला लागिसक्यो हाम्रो बाममा छ अहिले ओए पुरा अट्याक हान्दैछ यार यसले त पऱ्यो भान्जाको भागमा एउटा पऱ्यो अनि अहिले फेरि हामीले ऊ रजे बाम र अनि त्यो ऊ असला हुन्छ नि मया माछा सेनाजी पल्टिने बेला लाग्यो जलकपुर हो त पकाएर खाल्ला बाम रजा बाम अझ माछा खाइ नसक्छ यो मसिन माछा के गर्ने अझ त्यो जान्ने हो त रातो बनाउने भन्छ यिनलाई त सानो खुइते ठेडो हात पऱ्यो खुइते खुइते सानो मान्छेलाई सानो दिने भन्छ क्या भेनाले चिन्ता लाग्यो सुगाउला नि अब भिडियो मात्रै बनाउँछन् सुकाउने अब ठेर मात्रै लाग्यो मसिन माछा छैन भेरीमा को ल्याएको क्या यी बाहिरको बाहिर छौँ मान्छा कहाँ भेरीमा जान्छ हामी बाहिरै छौँ यी आफै जाँदै जान्छन् कति पनि डरे अलिकति घाम बाला भन्छ न भने पनि भन्छन् फेरि आमै यो ठेर बौलाएर अझै बेला बेला उफ्रेर हैरान गर्नु लाग्छ माछा मार्न ए नरे ल छोरा यसलाई मसी लगा पुग्दैन अब लसुन छिल्ला ढिलो भयो के अहिले बनाइहाल्ने अहिलेसम्म अलि मसी लगा यसलाई भात धेरै किन पकायो भने चाहिँ आज दिउँसो नास्ता छैन नि त यही हो हामी आइसकेका छौँ फेरि पनि एउटा गरो ज्योति छ के एउटा गरो बाँझो तिमीले परे ढरियामा खुइया पर्ला माछो 12 कुने तालमा हजुर 12 कुने तालमा माछी पर्यो जालमा हजुर खनाउ अब थालमा आयु चट चट